जेटको एक्स्ट्रा डिटेल खै तपाईँ जेन्दा त्यस्तो मोबाइल म जुम गर्ने यो सेतो medium board jadi dia awal sampai bisa mengambil itu lagi kan tapi agak clear ada special air kalau itu yang Malaysia para membawa kampanye buat kaya kan अनि काममा चाहिँ कति दिन जानु गर्दैन अनि काम नगरेर तपाईँले पैसा कमाउनुहुन्छ भने त अब काम नगर्दा नै ठिक होला होइन खाना पाइहाल्नुहुन्छ बस्न राम्रो व्यस्त छ होइन यस्तो मजाको होस्टेल पाइरहनु भएको छ होइन अनेक खन्नाका साथीहरू दिन्छ अनेक खन्नाका ल आउनु अब तपाईँलाई म यतापट्टिको भाग देखाउँछु ल जम्नु छ ल यो कुनै कुना तपाईँबाट हेरिदिनु तपाईँले यस्तै घरहरू मात्रै देख्नुहुन्छ ल यता कुन तर्फको तपाईँ कतापट्टि बिल्डिङहरू त धेरै भव्य भव्य नै बनाएको रहेछ होइन यो चाहिँ हाम्रो पुलाउ पेनाङ होइन त पुलाउ पेनाङ ल हेर्नुहोस् घर ल हेर्नुहोस् तल हाम्रो होस्टेल तलतिर राखेको कार पार्किङ अब यतातिर घाम अस्ताउन लगाइराखेको छ है समुद्र घाट पुलाउ पेनाङ छ समुद्रलाई हेर्नु तपाईँले सबै समुद्र हामी 2 पटक अथवा 3 पटक हामी पोडियालाई गइन्छ त्यहाँ हेर्नु पेनाङ हो हामीले अब यो पेनाङको ब्रिज भनिन्छ नि पुल हो त्यही हो ल हेर्नु हाम्रो त्यहाँ हाम्रो कम्पनीको केटाहरूले काम गर्छ रामजी बहादुर अब 2-3 दिनपछि हाम्रो रुद्रबहादुर काका त्यही जाने हुन्छ काम गर्नको लागि अब हाम्रो पनि सायद 1-2 महिनापछि नै त्यहाँ छिटै पाला होला त्यही हो समुद्रीको यहाँबाट चाहिँ यहाँ हाम्रो यो समथिङ आइटम बनेका ट्युबहरू हुन्छ नि अब यो सबै मालसामानहरू कन्टेनर मार्फत थाइल्यान्ड इन्डोनेसिया फिलिपिन्स सबैले चाहिँ विदेशमा डिस्ट्रिब्युट हुन्छ यहाँबाट यो पुलाउ पेनाङ गाडीहरू हिँडिरहेका छन् मान्छेहरू हिँडिरहेका छन् ल हस् त फेरि अर्कोचोटि देखाउने बाचा गर्दै आजलाई बिदा हुन्छ